मुसलमा मुलपानी ग्राउन्ड जाँदैछौँ आज। अब नेपाल भर्सेस अफगानिस्तानको गेम, फाइनल गेम। जो जित्छ वर्ल्ड कपमा पुग्छ र हार्ने टिम चाहिँ अब स्याड, किन भन्दा एउटा मात्रै स्पट छ अहिले फाइनलाइजिङ वर्ल्ड कपको लागि। राइड गरिरहेको वेदर फोरकास्ट चाहिँ बेसिकली के छ भने वेदर फोरकास्टमा 100% पानी देखाइरहेको छ, तर हामी भने अब एउटा त्यो देशको माया जसरी पानी पऱ्यो भने हामी नै गएर आशा गरौँ। अहिलेको लागि यति नै। सी यू सुन गाइज। सो अहिलेको अपडेट, ग्राउन्डको पानी क्लियर गर्ने काम चलिरहेछ। थोरै केही बेटर छ वेदर अघि नै भन्दा, हल्का उज्यालो। होपफुल भयो गेम हुन्छ भनेर। सो 11:37 भयो राउन्ड। अहिले ग्राउन्डको अपडेट भनेको लाइक 10 मिनट्स जति अगाडि चाहिँ एकदम कालो बादल आएको थियो, अहिले भने क्लियर भइरहेको छ र थोरै घाम देखिएको छ। सो सबैजना अहिले ग्राउन्डमा मेहनत गर्दै ग्राउन्ड सुकाउनको लागि अलमोस्ट ग्राउन्ड क्लियर भइसकेको छ। थोरै यो पार्टमा बाँकी छ, अरू पार्ट भने लगभग अलमोस्ट क्लियर भइसकेको छ। सो होपफुल बम कि गेम अब सुरु हुनेछ केही टाइममा नै। 7 मिनट बाँकी। अब 1:30 हुनको लागि 1:30मा ग्राउन्ड इन्सपेक्सन हुन्छ, फाइनल इन्सपेक्सन, अनि त्यसपछि सायद टस हुन्छ होला। किनभने ग्राउन्डको अवस्था अहिले एकदमै राम्रो भइरहेको छ, घाम पनि लागिरहेको छ मैदानमा। सो लेट्स बी पोजिटिभ, बी होपफुल। 2 PM को इन्सपेक्सन पछि यस्तो मजाले घाम लागिरहेको छ, त्यही पनि गेम कल्ड अफ भयो गेम चाहिँ। सो स्याड टु हियर। वर्ल्ड कप पुग्ने नेपालको लक्ष्य गेम नै नखेली अन्त्य भएको छ। दुवै टिमले एक पोइन्ट बाँडेसँगै गेम कल्ड अफ भएको छ र हामी विश्वकप पुग्नबाट असफल भएका छौँ। द्याट्स अल फर नाउ। सी यू इन द नेक्स्ट भिडियो।